रुख त काटिहाल्यो हो। यहाँनिर चाहिँ धर्मको काम गर्दैछ अब चाहिँ हो। यहाँनिर यो गाईलाई लगेर दिएर चाहिँ पुण्य कमाउने अरे यिनीहरूले हो। हाम्रो यहाँ अरूको एउटा पिपलको रुख पनि रोकेको छ हो। डल्लै काटिदियो नि गाइस, यहाँ हेर्नु सक्नुहुन्छ। अझै यो मुनिदेखि नै काट्थ्यो होला, झन्डैले दिदीहरू आइपुगेर चाहिँ यहाँनिर काट्नु दिएन हो। रातो भएर बसिरहेको छ यहाँनिर ऊ मान्छेहरू चाहिँ हो। यस्तो यस्तो हुँदो रहेछ हौ। यहाँनिर पुण्यको काम गर्दैछ यहाँनिर चाहिँ। गर्नुहोस् न प्लिज। ऊ एक बोरा बनाएर बसिरहेको छ अरे यहाँनिर पनि हो। अन्त म चाहिँ यहाँ छु हो। म चाहिँ गरेको छुइनँ, यिनीहरूले मात्रै गर्दैछ पुण्यको काम चाहिँ। भन्नु चाहिँ नभएको, मेरो पनि हात त्यस्तो भइरहेको छ होइन। गाई त छ नि त हाम्रो पनि गाइस, त्यही भएर काट्न त पऱ्यो नि त। दुध मात्रै खानु त कहाँ हुन्छ भन्छ त्यसले हो। अन्त अब काम त गर्नै पऱ्यो।